भारत र पाकिस्तान बीचको हालैको सैन्य द्वन्द्वले दुवै देशमा ठूलो जनधनको क्षति पुर्याएको छ र यसको असर नेपालमा समेत गहिरो रूपमा पर्न सक्छ। भारत र पाकिस्तानमा भएको क्षति। पाकिस्तानी तोपखानाको गोलाबारीबाट जम्मू कश्मीरमा कम्तीमा 16 जना नागरिकको मृत्यु भएको छ, जसमा 4 जना बालबालिका पनि छन्। थप 59 जना घाइते भएका छन्। भारतले 2 सैनिकको मृत्यु र 2 को घाइते भएको पुष्टि गरेको छ। पाकिस्तान। भारतीय मिसाइल आक्रमणबाट 31 जना नागरिकको मृत्यु भएको छ, जसमा 5 जना बालबालिका पनि छन्। थप 46 जना घाइते भएका छन्। पाकिस्तानले भारतीय ड्रोन आक्रमणबाट 3 जनाको मृत्यु भएको दावी गरेको छ। द्वन्द्वको सम्भावित रूपान्तरण। यदि यो द्वन्द्व आणविक युद्धमा परिणत भयो भने अध्ययनहरू अनुसार 50 देखि 125 मिलियन नागरिकको मृत्यु हुन सक्छ, जुन दोस्रो विश्वयुद्धको कुल मृत्युदेखि पनि बढी हो। यसले विश्वव्यापी रूपमा तापक्रम र 2 देखि 5 डिग्री सेल्सियसले घट्न सक्ने वर्षा 15 देखि 30% कम हुन सक्छ र खाद्य उत्पादनमा ठूलो गिरावट आउन सक्छ, जसले विश्वव्यापी भोकमरी निम्त्याउन सक्छ। नेपालमा पर्ने सम्भावित असरहरू। भारतसँगको व्यापारिक निर्भरता उच्च भएकाले युद्धले आपूर्ति श्रृङ्खला अवरुद्ध गर्न सक्छ, जसले नेपालमा मूल्य वृद्धि र आर्थिक मन्दी ल्याउन सक्छ। सुरक्षा चुनौतीहरू। सीमावर्ती क्षेत्रमा शरणार्थीको आगमन बढ्न सक्छ, जसले सुरक्षा र मानवीय सहायता व्यवस्थापनमा दबाव सिर्जना गर्न सक्छ। पर्यावरणीय असर। यदि आणविक युद्ध भयो भने त्यसको पर्यावरणीय असर नेपालमा पनि महसुस हुन सक्छ, जस्तै तापक्रममा गिरावट, वर्षामा कमी र कृषि उत्पादनमा ह्रास। कूटनीतिक दबाव। नेपालले भारत र पाकिस्तानसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती सामना गर्न सक्छ, विशेष गरी अन्तर्राष्ट्रिय समुदायले मध्यस्थता वा समर्थनको अपेक्षा राखेमा। भारत पाकिस्तान बीचको हालको तनावपूर्ण अवस्था नेपालका लागि गम्भीर र चिन्ताको विषय हो। युद्धको थप विस्तारले मानवीय, आर्थिक र पर्यावरणीय दृष्टिले नेपालमा गहिरो असर पार्न सक्छ। नेपालले क्षेत्रीय स्थायित्व र शान्तिका लागि कूटनीतिक पहलहरूमा सक्रिय भूमिका खेल्न आवश्यक छ।